सो एफजेडको एफजेड-एस, एफजेड V1, V2, V3, FI कुनै पनि मोडल किन्दै हुनुहुन्छ भने चाहिँ यो भिडियो हेर्नु ल। सो यदि मसँग 4 लाखभन्दा बढी पैसा छ र मलाई डुल्न मन लाग्छ, मलाई सिटी बाहेक पनि कतै जान मन लाग्छ, मलाई डाँडा घुम्न मन लाग्छ भने चाहिँ यो 13-14 हर्स पावरको बाइक आई वुड डेफिनेटली नट बाई है। यदि तपाईँ एफजेड ओनर हो र तपाईँले चाहिँ यो सेगमेन्टको बाइक, यो प्राइस सेगमेन्टको बाइक फर इक्जाम्पल आरटिआर, एनएस, N160 जस्तो बाइकहरू चलाउनु भएको छैन भने चाहिँ यु क्यान नट फिल दिस थिङ है। स्पेसल्ली पिलियन लिएर हिँड्दै हुनुहुन्छ भने चाहिँ यु विल डेफिनेटली फिल दिस बाइक इज भेरी अन्डर पावर्ड। र कसले किन्ने त यो बाइक भन्दाखेरि यदि तपाईँ अफिस जाने आउने गर्नुहुन्छ, सिटी कम्युटर हो, घरबाट अफिसबाट घर आउने गर्नुहुन्छ, एकदमै सजिलो ह्यान्डलिङ भएको बाइक चाहिएछ, एकदम हलुङ्गा बाइक चाहिएछ भने चाहिँ, अनि स्टुडेन्टहरू जसलाई चाहिँ एकदम स्टाइलिस लुकिङ भर्खरी चलाउन सिकेको हुनुहुन्छ कोही भने चाहिँ यो बाइक चाहिँ तपाईँले किन्दा हुन्छ।